हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। अनि म चाहिँ आज के भन्न आएको भने मैले यो कमेन्ट अगाडि लिएर आएको है। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। म चाहिँ के भन्न चाहन्छु भने मान्छेको मन यतिसम्म कठोर पनि हुन सक्छ र आखिर हामीलाई पनि त यो दिन नपर्ला भन्न सकिन्न नि त। मानवताको नाताले पनि मान्छेको मन यतिसम्म कठोर भएको चाहिँ राम्रो होइन जस्तो मेरो व्यक्तिगत विचारमा त्यस्तो लाग्छ है। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि यो कमेन्टको रिप्लाई पनि दिनु होला हजुरहरूले। हजुरहरूको तर्फबाट के कस्तो आउँछ हैन। मैले गल्ती बोलेको भए माफ पाऊँ। अनि यतिसम्म कठोर भएको पनि राम्रो होइन। दीपक थोलुङ राई सर यतिसम्म कठोर हुन सकेन। यदि मेरो व्यक्तिगत तर्फबाट हजुरलाई क्वेसन है, हजुरको ठाउँ छर छिमेकमा वा हजुरको परिवारमा वा हजुरको नातागोता यताउता नजिकै देख्ने ठाउँमा यस्तो घटना घटेको र यस्तो देख्नु भएको भए हजुरले मेटासिट ल्याएर दिनुहुन्थ्यो? सक्नुहुन्छ? उहाँ दाइ त मेरो कोही पनि होइन, आफ्ना आफन्त नाता गोता छ केही पनि होइन, मात्र छिमेकी नजिकै देखेको छिमेकीको नाताले गर्दाखेरि मैले त्यतिसम्म गरेको है। अब धर्म गरे पाप गरे त्यो भगवानले छुटाउनु हुनेछ हैन। तर पनि यो कमेन्ट देखेर चाहिँ एकदमै चित्त दुखेर आयो क्या। धेरै कमेन्टहरू आए, धेरै नै कमेन्टहरू आएको छ यो भिडियोमा हैन। यो भिडियोमा आएको कमेन्टहरू मध्ये सबै नै राम्रो छ। कसैले अब हुन्छ नि हस्पिटल लानु पर्थ्यो, हस्पिटल लानुहोस्, उपचार गरिदिनुहोस्, धर्म हुन्छ यता उता हरेक भन्नुभएको छ। मैले गरि नै रहेको छु है, गरेको छु, गरेँ हैन। अनि यो यस्तो कमेन्ट चाहिँ 2-4वटा कुनै यसो अरूको दुःखमा हाँस्ने रमाउने पनि हुँदा रहेछन् के मान्छेहरू। हाँसेको कमेन्टहरू, रमाएको कमेन्टहरू, त्यस्तो दुःखको भिडियो बनाएको छ नि त, दुःखको भिडियो राखेको छ तर मान्छेले हाँसेर कमेन्ट गर्नुभएको छ। अनि त्यसमध्ये पनि यो चाहिँ एकदमै मलाई उ लाग्यो के, मेटासिट ल्याएर कसरी दिने? मानवता त छ नि त हामीमा अलिकति केही नभए पनि। हजुर नेपाली नै त हुनुहुन्छ, नेपालीमा त मानवता हराएको छैन नि सर। नेपाली हो भने त मानवता हराएको छैन। मानवताको नाताले गरेको हो मैले। मेरो उहाँ आफ्नो आफन्त कोही पनि होइन के, तर मानवता छ। त्यही मानवताको नाताले मैले उहाँलाई त्यति उहाँको जिन्दगी नै नयाँ जिन्दगी नै फेरियो भनौँ न। उहाँ यति बेला जिउँदो रहनुहुन्न थियो, हस्पिटल नगएको भए जिउँदो रहनुहुन्न थियो हैन। जिउँदो रहने चान्सै थिएन यति बेलासम्म त। तर उहाँले नयाँ जिन्दगी पाउनु भएको छ नि त, जस्तै मेरो कारणले गर्दा। तर कसरी यस्तो भन्न सक्नुहुन्छ कि तपाईहरुले मेटासिट ल्याएर दिनु? हजुर सक्नुहुन्छ मेटासिट ल्याएर? यसको जवाब चाहिँ हजुरले दिनुपर्छ है मलाई। गाई बस्तु पशु कुकुर बिराला नै किन नहोस्, तर मेटासिट ल्याएर दिन सकिँदैन क्या मानवताको नाताले पनि। बुझ्नुभयो नि? त्यति मानवता चाहिँ छ ममा है। थोलुङ राई भनेपछि त हजुर पक्कै पनि नेपाली नै हुनुहुन्छ, विदेशी त पक्कै पनि होइन। यदि विदेशै गएर बस्नु भएको छ भने पनि के भन्ने अब। यो कमेन्टले मलाई कस्तो के भन्ने कस्तो बनायो क्या। कसरी हुन सक्छ मान्छेको मन यस्तो? र सबैजनाले धेरै माया गरिदिनु भएको छ यो भिडियोलाई। धेरैसम्म पुगेको छ, धेरैजनाले माया गरिदिनु भएको छ, धेरैजनाले
हस्पिटल लानु पर्थ्यो, हस्पिटल लगिदिनु, धर्म हुन्छ यताउता भन्नुभएको छ। हस्पिटल मैले अलरेडी लगिसकेको छु। हस्पिटल लगेर पनि दुइटै हात अपरेसन गरेर पनि तिघ्राको मासु काटेर हातमा राखेर अनि उहाँको हात के अरे उयो गरेर पनि अपरेसन गरेर मासु टालेर पनि उहाँको अलिक राम्रो हुँदै सुधार हुँदै आएको छ। त्यति चिन्ता लिइदिनु भएकोमा सबैजनालाई, त्यति भनिदिनु भएकोमा, मन पराइदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। अनि यो कमेन्टलाई चाहिँ हजुरहरू के भन्न चाहनुहुन्छ, हजुरहरू पनि प्रतिक्रिया दिनु है त। धन्यवाद सबैजनालाई।